guys, another spot we found over here. यति धेरै झरना छ कि यहाँ पनि झरना छ, यहाँ पनि छ। यो माथि अझ कति होला हामी अब गएर एक्सप्लोर गर्नेछौँ है त। सो लेट्स गो है त। ल हल्का भनेर ल। सो गाइस अल्छ मेरो भिडियो खिचिरहेको छ भाइले। सो गाइस अझ हामी लगभग यहाँदेखि 1 किलोमिटर अगाडि जान्छौँ, हेर्छौँ कति झरना छ भनेर। योभन्दा पनि राम्रो झरना छ कि भन्ने नै आशा छ। लगभग हामी धेरै नै 1 किलोमिटर अगाडि गएर एक्सप्लोर गर्दैछौँ। सो लेट्स गो है त। यो गोर्खाली हिँड्नलाई पनि बाटो भयो काट्नु सकिनँ। सो गाइस यदि तपाईँहरू यस्तो घना जङ्गलमा हिँड्नुहुन्छ भने आफूसँग केही न केही एउटा वेपन चाहिँ लिएर हिँड्नुपर्छ है। त्यही माथि यस्तो यो अनएन्काउन्टर जङ्गल भन्छ नि, एक्लै कहिले पनि हिँड्नुहुन्न, जोडीमै हिँड्नुपर्छ। हिँडेपछि र हिँड्दा चाहिँ हतियार चाहिँ हुनै पऱ्यो एकजनासँग। सो मलाई लाग्छ मान्छे चाहिँ यो खास गरी यो बाटो हिँडिसकेको छ, किनभने मान्छेको पाइलाहरू म्याक्सिमम मैले देखिरहेको छु। सो लेट्स गो। धेरै होइन, 1 किलोमिटर जति हो हामी जाने। के छ अब एक्सप्लोर गर्नुपर्छ। सो घाम पनि लाग्नु सुरु भइसक्यो यो ठाउँतिर। मेन भर्सेस वाइल्ड। We are Gorkhali boys. Yeah. Two Gorkhali boys in the jungle. यता वरिपरि पनि देखाइदेऊ न। यस्तो छ है, लास्टै जङ्गल छ गाइस। घना जङ्गल छ। घना जङ्गल र हामी चाहिँ धेरै चाहिँ होइन, लगभग 1 किलोमिटर मात्रै जाने हो। यहाँदेखि हल्का डाउन आएर चाहिँ स्लोप। सो मलाई लाग्छ यहाँ अगाडि अझै पनि मलाई यो झर्नाहरू वाटरफलहरू छ जस्तो लाग्छ। हेरौँ कति छ भने ठिकै छ, एक्सप्लोर गर्नु पाइन्छ, छैन भने ठिकै छ। सो साथीहरू यहाँ आएपछि चाहिँ पानी नै सकिँदो रहेछ त। पानी सकियो छैन। ओ माई गड, के हो यो? ओहो, खासै अगाडि गएर खासै काम होला जस्तो छैन है। हो तर पनि एकछिन आउनु सक्छौ? सकिन्छ। आम्मा के भुसुना जस्तो छ त। Here we go. Yeah. एकदम अब योभन्दा अगाडि जानुहुन्न हामी होइन बरु। हामीहरूको अन्तिम भनेको यही हो, अन्तिम सेन। ल अब यहाँदेखि हामी फेरि तल मुभ हुनुपर्छ है। ल अब किनकि अब यहाँदेखि चाहिँ म कसरी भन्छु कि माथि वाटरफल छैन भन्दा, किनकि यहाँदेखि पुरै पानीको लेभल एकदम घट्दै आएको छ है त। सो त्यही भएर यो माथि चाहिँ वाटरफल छैन कि, डेफिनेटली छैन। सो त्यही भएर अब योभन्दा माथि जाने एकदम वर्थलेस छ। त्यही भएर अब हामी हल्का यो ठाउँमा हल्का फोटोसुट गर्छौँ, एउटा 2-3वटा क्लिप्स बनाउँछौँ र हामी तलै जानेछौँ है त। ओके। बिस्तारै चाहिँ चिप्लो छ, खास गरी यो बाटो आउनु चाहिँ नहुने हो। मैले बिस्तारै त
भयो यार धेरै टार्जेन नभनौँ आइज यताबाट अँ So guys, we are back. अब हामी चाहिँ ब्याक फर्किन्थ्यौँ माथिदेखि 1 किलोमिटर योभन्दा माथि पनि हामीले एक्सप्लोर गरिसक्यौँ र आज हामी एकदमै खुसी छौँ हामीले जे गर्नु आएको थियो त्यो काम गरियो अब यस्तो झरनाहरू छ भाइ आगो पनि मर्यो ल ठ्याक्क अब जाने बेला पनि भयो आफूले खाएपछि यसरी यतिको निभाउनु त पऱ्यो होइन तर यहीँ राख्दै पनि मिल्छ त्यो पनि निभाएको राम्रो चान्स